So hello, good afternoon, beautiful people. So म चाहिँ अहिले काठमाडौँ आइपुगेँ अस्ति लाइक चलिकोट भन्दाखेरि जस्ट फोन होल्डर पनि केही पनि थिएन राम्रो सब भ्लग पनि गर्न पाएको थिएन अनि जस्ट 1-2 दिन जति भयो यता काठमाडौँ आएको अनि त्यहाँ स्पेशल तिहारको दिन रहेछ अब स्पेशल त खास चाहिँ केही पनि भएन तर जस्ट नाउ त्यो क्र्याकर्सहरू त्यो गमला अनि चक्रोहरू चाहिँ जस्ट किनेर ल्यायो अहिले बेलुकातिर हल्का अलिक टाङ टुङ्टुङ गर्नुपर्छ त्यो सो चाहिँले सो अहिले त खासै केही पनि छैन अहिले अब किसिममा अहिले दिउँसै छ उज्यालो छ साँझ भएपछि हामी हल्का के हुन्छ हेरौँ न आज लक्ष्मी पूजाको दिन पनि भयो होप तपाईँको पनि छ राम्रै भयो होला मेरो पनि ठिकै राम्रो हुँदैछ यस्तै हो घर सरसफाइ तलमाथि भन्यो अनि अब त्यस्तै 4-5 दिनमा टिका पनि हो एन्ड या या सो यहाँ छ क्र्याकर्सहरू ल्याएको थिएँ मैले सो यो चाहिँ यता पटेका अनि यो गमलावाला भइहाल्यो झिझे अनि यो चाहिँ चक्र सुइँ घुम्नेवालाको यो सो यार म चाहिँ टन्न लिएर आएको छु ब्यागभरि छ सो यो चाहिँ मैले अलिक बाहिर छु घर पुगेर अनि भाइहरूसँग मिलेर अनि पड्काउनु पर्छ सो तपाईँहरू पनि रमाइलो होला पड्का पड्काउनु होला आज या अभियसली जस्तो भैलो पनि जानुहुन्छ होला स्टे सेफ टेक केयर राम्रोसँग मनाउनु जस लिमिटमा हरेक चिज गर्नु त्यही हो होपिङ यु अल द बेस्ट दिन राम्रै होस् अनि ह्याप्पी तिहार गाइज ब्युटिफुल पिपल अहिले साँझ एकछिन भेट्ने हो सो ब्युटिफुल पिपल म चाहिँ भर्खर अहिले घर आइपुगेँ अनि हल्का रङ्गोलीसँग टाइपको के भइरहेको सरसफाइ अब एकैछिनमा क्र्याकर्स पड्काउनु पर्छ माल्टा किराहरू एउटा के हो यो चक्र फोफो अनि गमलाहरू फोडा चाहिँ त्यो नखाउँछ यो पालिको लागि चाहिँ जसमा पनि किनेको थिएन फर्स्ट टाइम नै हो सानो किनेको थिएँ क्र्याकर्सहरू अब त अलिक ठुलो भयो जस कति वर्ष डेकेड्स पछि जस हल्काइदियो एकछिन पछि रमझम हुन्छ त है त So guys, what's up? Yo, साँझ it's already 8 PM. आएर बजिसकेको छ अब के गर्ने भन्दाखेरि होइन अब यो चट्ट पटेका लाएर अनि यस्तो छ पटेका चाहिँ स्विङ्टो लाएर यो माथि बरन्डा कि छतमा लगेर पड्काउनु पर्ने हुन्छ ताजा भात दायाँ के खाइ नै हाल्यो अब यसलाई माथि गएर अनि गर्नुपर्छ माथि सो हिँड माथि हिँड न झिझिरी हो के हो यस्तो अँध्यारो भएछ लाइट बाल्नु न माथिको अनि ओ घरबेडी दिदी के अरे माथिको लाइट बाल्नु त म त यस्तै देखाउ ल यस्तरी क्या चाहिँ अनि देखाइनु है एकछिन भएको छ कि छैन 38 ल लियो बाल्ने देखिरहेको छु म देखिरहेको छु अर्जुन भाग्छ है देखिरहेको छ हजुरसँग पुरै त्यहाँको भ्यू पनि देखिरहेको छ आधा देखिरहेको छ देखिरहेको छ हजुर पछाडि भएको छ पड्किन्छ है अब बेसरी हो आलु बम हो नि पड्किने हो यहीँ अब चाहिँ
Bam! स्याहार्नु रोक्नु सक्दैन क्या म भित्र फुटेको छैन भोलि अरू किनौँला यो फ्याँकौँ के काम के छैन यिनीहरू म लाग्छ टेक्यो भने पड्किन्छ के गरेको त्यो पड्किन्छ अझै डुमा छ डुमा छ दादा डुमा खा अब हेर्छ That's so awesome. हो भोलि किन्ने हो गाइस देख्नुभयो रोलर कोस्टर अर्को खै अरु दुईटा तल छ रेराम ई क्याच गर्छ दादाको ब्लग चारवटा हो एउटा यहाँ पनि छ कसरी देखेनौ त सबैले आँखा त्यहाँ म पो देख्छु यी खिचिसो दादाको ब्लगमा फेरि आए म गाइजहरु बी रेडी गाइस बुझ्यो यता Oh guys. Ay. म त आइन के हजुरहरूलाई अलि अब आउँछ दादा हट्छु Yes! Yo! So nice! Last chokri! Oh, cloud! What cloud? Yo guys! Just look at that! दादाको एउटा त इसिङै छ त नसे यो सो झिझिरे गमला अनि के अरे त्यो चक्र पड्काइनु भयो त्यो पनि खै माल्टा दादा त्यो के भन्छ ट्याङ त्यो होला चकला खोइ मैले त्यो यिनीहरूलाई हतार हो क्या पड्किनु नसुन्न पऱ्यो यहीँ पड्काउनु नि निकाल होइन सबैको चिरी पड्काउनु पौडा त्यहाँ मजा आउँदैन एकैचोटि पड्काउँदा